जय मसी सबैलाई क्रिस्चियन कम्युनिटी नेपाल युट्युब च्यानलमा तपाईहरुलाई स्वागत छ। आजको यो भिडियोमा हामी एउटा निकै रोचक विषयबारे कुरा गर्न गइरहेका छौं। बाइबलले समय, कानुन र संस्कृतिमा पारेको प्रभाव। तपाईलाई थाहा छ, हाम्रो दैनिक जीवनका धेरै कुराहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा बाइबलसँग जोडिएका छन्। आउनुहोस् यस्ता 5 वास्तविक तथ्यहरू हेरौं। नम्बर 1 मा 7 दिनको हप्ता बाइबलबाट आएको हो। बाइबल अनुसार परमेश्वरले 6 दिनमा सृष्टि गर्नुभयो र 7औं दिन विश्राम गर्नुभयो। त्यसैले आज पनि संसारभर हप्ताको 1 दिन आराम गर्ने चलन छ। 2 नम्बरमा एडी र बीसी यीशु ख्रीष्टसँग सम्बन्धित छ। एडी को अर्थ हो एनो डोमोनाई अर्थात् प्रभुको वर्ष। बीसी भनेको ख्रीष्ट भन्दा पहिले हो। त्यसैले हाम्रो समय गणनामा बाइबलको गहिरो प्रभाव देखाउँछ। नम्बर 3 मा बाइबल इतिहासकै सबैभन्दा धेरै छापिएको पुस्तक हो। बाइबल हजारौं भाषामा अनुवाद गरिएको छ र संसारको 100 भन्दा धेरै वितरण भएको पुस्तक हो। चौथो नम्बरमा शक्तिशाली राष्ट्रहरूका नेताहरूले बाइबलबाट शपथ लिन्छन्। धेरै देशका राष्ट्रपति र सरकारी अधिकारीहरूले सत्य र इमानदारीताको प्रतिज्ञा गर्न बाइबलमा हात राखेर शपथ लिन्छन्। पाँचौं तथ्य अस्पताल र परोपकारी संस्था बाइबलको शिक्षाबाट सुरु भए। बाइबलले बिरामी, गरिबी र असहायको सेवा गर्न सकिन्छ। त्यही शिक्षाका कारण धेरै अस्पताल, अनाथालय र दान संस्थाहरू स्थापना भए। यी थिए बाइबलले हाम्रो समय, कानुन र संस्कृतिमा पारेको 5 प्रभावशाली तथ्यहरू। यदि तपाईलाई यो भिडियो मन पर्यो भने लाइक, शेयर, सब्स्क्राइब गर्न नबिर्सनु होला। धन्यवाद। अर्को भिडियोमा भेटौँला। जय मसी।